केटाहरू त कहाँ पुग्यो यार गाह्रै भएर जस्तो हामी चाहिँ अहिले भैँसीबारी छौँ है। हामी चाहिँ आज अस्ति जान नपाएको ठाउँ ट्याक्क पुग्न एकखेर पुग्न दिने उता हात्तीवन डाँडा जानु लाग्यो है। यताबाट किन आएको भन्दाखेरि चाहिँ अब त्यहाँ डाँडाखेरीमा चेकिङ हुन्छ नि त डरो। अनि आजकल त फेरि नियम पनि कडा छ होइन। ओभर स्पिड भयो भने 25,000 रे स्पिड पनि गाह्रो छ। आज चाहिँ हामी अनि टक्क ड्रोन सट लिन जानु लाग्यो क्या हात्तीवनमा। अनि यताबाट भयो भने त्यति चेकिङ नपर्ला भनेर यताबाट आएको। साथीको अगाडि नम्बर प्लेट नम्बरै छैन क्या। अस्ति हाम्रो त टास्या हुन्छ नि त यसमा। अनि त्यो निस्किएको थियो त्यसको अनि राखेकै छैन त्यसले पछाडि चाहिँ छ। अरू त्यस्तो केही छैन हाम्रो बाइकमा चाहिँ। जाउँ अनि हामी चाहिँ यताबाट आएको किन रिक्स लिनु होइन। यताबाट आनन्द जाउँ न हल्का घुमघाम पनि हुन्छ। अस्ति भ्लगमा हात्तीवन डाँडा जाने भन्दाखेरि पनि त्यहाँ चेकिङ गरेर हामी यही बाटो फर्केको थियो नि त। अब उतै गयो भने त उता समातिहाल्छ भन्ने लागिरहेको थियो। अनि त्यही भएर हामी त्यो दिन चाहिँ जानु पाएन होइन। सो आज चाहिँ हामी जाँदैछौँ यतैबाट रिक्स नलिकन। हेरौँ है त हात्तीवन 3 ठाउँबाट लिने आज ड्रोन सट। एउटा चाहिँ हाम्रो हात्तीवन भइहाल्यो हामी जाने गएको ठाउँमा। एउटा चाहिँ भइहाल्यो अनि एउटा चाहिँ हाम्रो यता हामी पावर हाउसबाट जान्छौँ अहिले। अनि फर्किँदा चाहिँ त्यहाँ पनि लिन्छौँ। अनि त्यही गरी 4-7 पुग्यो यताति भयो भने चाहिँ हामी हाम्रो एरियाको पनि लिन्छौँ ड्रोन सट एउटा। पानी पऱ्यो भने बाटो कस्तो बिजोग हुन्छ होला सोच त। अब अस्ति हामी यो बाटो आएको अब घच्याक्क भइदियो। बाइक आइरहेको छ उताबाट बाइक आइरहेको छ। बाइक झारिदिरहेको छ। अनि उसको वेटले झन्को पछाडिबाट उठ्यो क्या। हिँड के हुनु त हिँड के हुँदैन किन झार्नु होइन। हेर न यस्तो झराएको छ क्या फुल। कस्तो हाल्यो ल कस्तो हाल्यो यार। कस्तो हाल्यो यार। त्यसको झन् कस्तो हाल्यो क्या। कस्तो हाल्यो यार तिम्रो टायर त कस्तो हालिरहेको थियो। म नि अनकन्ट्रोल भइदिएर क्या यस्तो भइदिएर क्या मेरो। यस्तै टाढाबाटै हेरौँ त्यो पावर हाउसको यो चाहिँ ड्याम चाहिँ माथि छ है। पोखरी उता माथिपट्टि छ। के भयो त हो छ हो सरी साथी आइदियो भाइलाई के भाइलाई एक्लै साथी आइदियो झार्नु मैले त साथी आइदियो भनेर झार्नु त पर्दैन मर्नु सक्छ यस्तो पनि आनन्दले। त्यो हाम्रो आयो अलिकति बल्की छ नि त हाम्रो आयो होइन खाइरहेको छ अनि त्यसको टायर खेल्नु सक्दैन क्या टायर निस्किदिन्छ खै के हो थाहा छैन। ए झन्डै पछाडि जाला दाइ फेरि पछाडि फुट भइराख्ला काम छैन हो भाइ।
बरु सस्तामा बेच्न हामी किन्नु तान्छ त ए हिरो हन्डा भने हिरो हन्डा बसाओ गडा बसाओ हिरो हन्डा पो हुँदैन मजाले गएको छ किन भित्री बोकेर डढाउँछ यार तान्नलाई उहाँ हिरो हन्डा जस्तो खालको कति पुरानो होला र त्यो अबे किन कराएको कस्तो कराएको होला त हेर हिरो हन्डाले मजाले तान्छ यार त्यही भएर केटा भित्री बोकेर डढाउँछ ए झोलेले चिया व्यवहार गर्दैछ है साथीहरू अघि चोबारमा चाहिँ चोबारमा चाहिँ पैसै छैन अरे होइन अनि अहिले यहाँ तेल हाल्नु पऱ्यो अरे पैसा भने 600-500 अरे होइन अनि मैले 100 रुपियाँ राखेँ 400 तेल हाल भनेको नि अहिले चाहिँ कति तेल हाल्यो भने 500 गरेर 100 रुपियाँ भने छ अरे अझै छ अरे पैसा चिया व्यवहार गर्दैछ अहिले त्यो गाई हात्ती पनि डाँडा चाहिँ नथ्यो है त्यो बाटो चाहिँ फेरि ढाँडा छ नि त फेरि क्रस पार चढाउने बाटो छ ओइ कहाँबाट आएको कहाँबाट ल ल ओइ यहाँबाट माथ्यो सुरु भयो केटा अब हुनलाई कहाँबाट हालौँ है कहाँबाट हालौँ है कहाँबाट हालौँ है ल ल ल ल हेर्न ह्यान्डलले कस्तो यताउति पारिदिरहेको यार त्यहाँनिर त कस्तो कहाँबाट थियो नि कहाँबाट थियो नि दाजुहरू छोडिदिउँ है बाटो चाहिँ ढाकेर नहिँडौँ डाँडा चढ्ने बाटो चाहिँ यस्तो छ है हात्तीवन डाँडा चढ्ने बाटो लाइभरी लाइभरी लाइ राम राम हिँड 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 कस्तो ढ्याडा चाकेको थाहा छ ह्यान्डलिङ गर्ने गाह्रो हात र चाके कस्तो थाहा छ अरे मेरो तायाले के अरे यस्तो बाटो ढाम्दैन फालिदिन्छ भने है कसले मैले त्यो हिलो भएको ठाउँमा चाहिँ रेड काम छैन नि त अनि अलि अगाडि गएको त फुट्टै फालिदिएको साथो यतिर आएर के गरे भाइ लात्ताले हान्दिन यार मेरो साइकको झन्डै ठोक्यो यार खोइ अब हिँड्दै गयो मात्र हिँड्दै गयो यहाँ सिधै पुग्छ झन्डै पछाडि खा म त उकालिदिन्छु उकाल्न त मलाई लाग्दैन लाग्यो भाइलाई अति हल्लियो क्या मलाई मेरो चाहिँ हल्लिँदैन बाटो हुँदो रहेछ यो डोले लास्ट यहाँ भएर आयो यसको हाइट चाहिँ अलि छ हाम्रो मोटु भाइ चाहिँ मेरोमा बसिसक्यो होइन अब सकेसम्म म ओह्राल्दिनँ मोटु भाइलाई भाइलाई राख पुऱ्याइदिन्छु अन्त समातेर बस है मेरो भाइ नडर भाइ केही हुँदैन
उठ्छ त यार भाइ अगाडिको टायर त कसम ठट गाई हात्तीवन रिसोर्ट चाहिँ त्यहीँ हो है हामी आइपुग्यौँ अब ड्रोन चाहिँ कहाँबाट हान्ने भन्ने कुरा भयो क्या ड्रोन सट एउटा लिनु पऱ्यो भनेको यहाँ बिचबाट उडाउँ न है गाज अब चाहिँ भ्यू हेर्नु है त हात्ती वनको गाज हाम्रो भाइले चाहिँ सेटअप हान्दा है ड्रोनको लागि हाम्रो ड्रोन यहाँ छ यो चाहिँ भाइको है मेरो लागि अलि तल है साथी तल ओइ ओ अलि उतानमा जिस्किन्छ अहिले उड्यो उड्यो तँले मक्क पारे खोइ गाज हामी चाहिँ अब हात्ती वनबाट चट्ट निस्किसक्यौँ होइन अब यहाँबाट हामी तल फर्बिङ ड्याममा जान्छौँ त्यहाँबाट नि एउटा भ्यू निकाल्छौँ चट्ट हेर्नु होला होइन यहाँको बाटो चाहिँ डेन्जर छ भाइहरूलाई चाहिँ यहाँबाट हिँडाएर पठाउनु पर्ने हुन्छ नत्र गेडा ब्लास्ट हुन्छ खत्तम छ बाटो यहीँबाट जाउँ ल आया ल यहाँबाट सजिलो हुन्छ हामी चाहिँ यहाँ कुरा तिनीहरू त अगाडि निस्क्यो भन्छ ल कहाँबाट झऱ्यो झर्ने बाटो त यही जस्तो छ ओ दोस्त जाउँ जाउँ कहाँ झरिन कहाँबाट ल साइगर कहाँबाट छिरेर आयो हामी चाहिँ त्यहाँ कुरे के थाहा छ उसलाई भाइहरू चाहिँ कति अगाडि आएर बस्यो अगाडिबाट जाउँ अगाडिबाट हामी चाहिँ त्यहाँ कुरै तिनीहरू त अगाडि पो आइसकेको छ अनि गाई त हाम्रो समीर भाइ पनि आइसक्यो है अर्को भित्रीवाला भाइ क्या अस्तिको त्यो बाइक बिग्रावाला भाइ त्यो पनि आइसक्यो हाम्रो भाइ चाहिँ पाटनदेखि आइसकेको छ है यहाँसम्म के छ मेरो भाइ लौ यसले काट्न नसकेको यो त आउन पाएको छैन चटक देखाउनु थाल्छ त नि ल हेर्नु त्यसले काट्न नसके के छ सक्यो एक्जाम आउन पाइसक्यो कन्टेन्ट आइसक्यो त्यहाँ लडेको छ जाउँ है त आऊ हाम्रो भाइ चाहिँ पाटनदेखि आइसक्यो होइन आमामा के हो भाइले त अनि मान्छेहरू त रहेछ झन्डै उता जाने उता मान्छेहरू त जान्दै रहेछ भाइलाई जतिखेर नि झारिदिएर
ल झारिदिइसकेको छ भाइलाई त कन्ट्रोल गर्न गाह्रो छ कि हुँदैन अब भाइ चाहिँ पाटनदेखि आइदिएर है कस्तो जोस होला जान्न पाटनदेखि यहाँसम्म आइदियो ठिक छ बाइक गर्नु आयो रे कसले के भन्नु त्यही भिडियो लिएर मात्रै हो थाहा छ हामी भिडियो खिचेर फर्काइदिइहाल्यो ल उठाऊ अब मलाई के थाहा मेरो त मैसँग छ मसँग छ क्या मसँग नगर नि ट्याङ्क हान्नु बोल्ट त्यहाँ छ यता छैन ननिकाल्नु मिल्दैन फोन कहाँ कहाँ छोड्छ हेर्नु त्यो खोजिरहेको फोन चाहिँ भाइसँग छ क्या ल मसँग छामा भेटायो नि लग केही भन्दिनँ कहाँ राख्यो साइको अघि एउटाको मल उता दिएर छ र मसँग त छैन साथीभाइ जिस्काएर साइको ल मलाई दिए फेरि मसँग त कहाँ छ त ल कहाँ गयो त हो मसँग दुईटा मोबाइल छ तर एउटा भाइको यो तिम्रो हो त ल उपलब्ध हुन सकेन एकैचोटि कहाँ गयो त हौ के थाहा त तिमी कहाँ राखे यहीँ थियो भने ल कहाँ गयो हावाको नगर साँच्ची छैन भने चलाएर आएन नि के थाहा हौ चलाइराख्दा अनि हस्पट भन्दै थियो त आइडी अर्कै छ हो कहाँ राख्यो भने म कहाँ हो मुला म कहाँ राख्यो मलाई पनि बेस त कलै लागेको खाएको खाउँ मोबाइल अफ भयो ल लास्टमा तपाईँहरू दुईजना हो क्या खामा भाइ खामा अनि के भन्नु त्यहाँ गयो भने त म कहाँ फेरि योमा भिडियो बनाइरहेको भाइ अझै फोन खोज्दैछ क्या त्यहाँ अझै फोन खोज्दैछ क्या फोन खोज्दैछ अझै फोन मसँग छ है फोन मसँग छ के छ भाइ के खसायो फेरि हाम्रो कमेडियन भाइ फेरि एसडी खसायो ए भाइ यस्तो नगर नि एसडी यार ओए कहाँ खोज यो एरियामा हेर्नु त ल्याप्पै खोल्ने बित्तिकै खस्यो अब एसटी खोज्दै जिन्दगी जाने हो बाख्राको एसडी कार्ड हुनु पैसा एसडी हरायो भने त नि सबै भिडियो हराउँछ त हाम्रो त्यत्रो माइ डाँडा गएको त्यो त चाक्थे चारेको कहाँ गयो त्यो खोज न केटा यो बाख्राको गयो कि एसटी हो बाख्राको गयो कि एसटी हो रे भाइ प्र्याङ्क हान्दियो क्या हो तिमीले अच्छा भाइ नथिङ के भयो भाइ फोन भेटायो फोन हराएर टेन्सन भयो भाइलाई यार छोडिदियो क्या फालिदियो त्यो के काम अब पुरानो फोन त हो नि दाइ अँ सिम थियो त्यसमा सिम थियो त्यही सिम निकाल्न मिलिहाल्छ सिम भए पनि के मतलब छैन के भाइ रुन लाग्यो भाइ ल हेर्नु नि त भाइ रोको तिमी हो
किन टेन्सन ल्या छ क्या फोन हो भने यहाँ भाइलाई हेर्छ ल मेरो भाइ फोन समीर भाइ फोन चाहिँदैन अब चाहिँ रिसाइदिइराखेँ ल मेरो भाइ मेरो भाइ होइन ल रुन ल यार समीर भाइ यार ल खुद त झारेर हिँड्दिने होइन मतलब छैन अनि हामीले नदेखायो हामीले नभेटा त्यो बच्चाहरूले उठायो के गर्ने टेन्सन हुन्थेन उसले भाइ दाइ फोन खस्यो भने चुई गइदिएर क्या अनि भाइले जुरुको उठाएर फ्लाइटमा राखिदियो भाइ फ्लाइटमा राखिदियो भने दुईजना सल्लाह झन्डै यार नरिसाउनु भाइ यार नरौ ल पायो नि होइन खुसी भयो नि के भयो बाटो छैन ल कहाँबाट जानु कहाँनिर छ आमा बाटो अर्को उयो भवनबाट तल ए हस् धन्यवाद हस् ल कडा दादा जाऊ त गाई जब चाहिँ हामी यहाँबाट निस्केको है कर्पिङ ड्यामबाट निस्केको हामी चाहिँ अब त्यहाँ माथिको बाटो बन्द रहेछ त्यो भएर तलको यो काप्चो बाटो आउनु पऱ्यो र भिडियो चाहिँ भाइले खिचिदिइरहेको छ होइन ठिक छ यतिको सपोर्ट त हुनु पऱ्यो नि भाइहरूबाट नि होइन अब हामी त्यहाँबाट निस्किन्छौँ निस्किसक्यौँ अब सोबार जान्छौँ सोबार गएर अनि एउटा ड्रोन सर्ट हाम्रो ठाउँको है ड्रोन सर्ट लिन्छौँ त्यसपछि अनि भ्लगिङ है हाम्रो सोबारको ड्रोनपछि भ्लगिङ हुन्छ सबैजनाले हेरिदिनु होला माया देखाइदिनु होला इट्स मी एम भ्लग Bye bye.